जाने राजाको जसले विरोध गर्छ नि बाबु त्यो खडखडमा पर्छ नै खाल्टोमा पर्छ जेएनजीले चाहिँ बनाउँछ अब राजा चाहिँदैन भन्छन् मान्छेले राजा त चाहिन्छ नि यत्रो मास छ राजाको पक्षमा चाहिँ हामी पनि राजा पक्षको मान्छे हो राजा बिना यो देश हुँदैन जेएनजीले मात्रै गर्न सक्दैन त चाहिँ भन्न चाहन्छु बाबु जय प्रधान सेना नमस्ते बाबु नमस्ते यति बेला तपाईहरु राजा आउनुपर्छ राजसत्ता फर्किनु पर्छ भनेर आन्दोलन उठिनु भएको छ तपाईहरु आज नयाँसम्म जाने भन्नुभएको थियो सरकारले निषेधाज्ञा लागेको छ तपाईहरु आज नयाँ जानुहुन्छ अब आदेश भनेको यस्तै हो हामी चाहिँ नि राजाको लागि चाहिँ ज्यान दिन पनि तयार छौँ राजाको लागि अब आदेश कहिले आउने अब आदेश आज नआउला भोलि नआउला आदेश आएन भनेर हामी कुरेर बस्ने कुरा त भएन नि त बाबु सरकारले त 2 महिनासम्म निषेधाज्ञा लगाएको छ 2 महिनासम्म हामी त कुरेर बस्न सक्दैनौँ त हामी त तुरुन्तै हुनु पर्यो हामीलाई त तपाईहरुले पुलिसले झ्याप समाएर भित्र लान सक्छ नि समाज लगेर 1-2 दिन थुन्ने त हो नि त्यहाँ छोड्न परिहाल्छ हामीले अन्याय गरेको छैनौँ हामीले कसै तोडफोड गरेको छैनौँ हामी शान्तिपूर्णले चाहिँ हामी आन्दोलन गर्दाखेरि पनि लगेर थुन्छौँ भने त्यो राम्रो होइन यो भ्रष्टाचार विरुद्ध र राज संस्था पुनर्स्थापना हुनुपर्छ भनेर तपाईहरु 2-4 दिन जेलभित्र थुनामा बस्न पनि तयार हुनुहुन्छ तयार छौँ भ्रष्टाचारीहरूलाई चाहिँ पुरा कारबाही गर्नुपर्छ भ्रष्टाचारीहरूले चाहिँ त्यत्रो पैसा घरमा थुपालेर राख्ने अनि जनताहरूले चाहिँ दुःख पाउने यो पनि तरिका हो त भने तर तपाईहरुलाई आरोप लाग्ने गर्छ जेएनजीहरूले उठाएको जुन आन्दोलन गर्यो त्यसको फाइदा चाहिँ राजावादीहरूले लिइराखन् भन्ने पनि होइन जेएनजीले उचालेको मात्रै होइन के दैव संजोग जेएनजीहरूको आन्दोलन मच्यो त्यो भन्दा पनि पहिले नै हामीले राजा आऊ देश बचाऊ भनेर हामी चाहिँ तिनकुन्नेमा पनि पहिल्यै भनेको हो मेरो सिक्री पनि हराएको त्यही बेला हो यो हामी त पहिलेदेखि नै राजा आऊ देश बचाऊ भनेर हामी पहिलेदेखि हिँडेको हो नि बाबु तपाईँ त यो राजसत्ता फर्किनु पर्छ भनेर धेरै जसो आन्दोलनमा आउनुहुन्छ फेरि आउनु भएको छ राजसत्ता कहिलेसम्म फर्किन्छ तपाईले फर्किन्छ बाबु हतार नगरौँ बिस्तारै त भइहाल्छ एकैचोटि नहोला जनतालाई चाहिने नै लास्टमा राजा नै हो राजा बिना यो जिन्दगी राजा बिना यो देश पनि रहँदैन कुनै हालतमा पनि देश रहँदैन मेरा दाजुभाइ दिदीबहिनीहरू हजुरहरूले सम्झिरहनु जति राजाको विरोध गर्नुहुन्छ त्यति नै खाल्टोमा पर्नुहुन्छ ऊ केपीले गाली गर्थ्यो केपी नै खाल्टामा पर्यो माधव कुमारले राजाको मात्रै गाली गर्थ्यो बारम्बार ऊ पनि खाल्टामा पर्यो जसले पनि राजाको चाहिँ नराम्रो कुरा गर्छ राजालाई गाली गर्छ भने त्यो मान्छे अवश्य खाल्टोमा पर्छ नै अब भने पछाडि जसरी जेएनजीहरूको आन्दोलन भयो त्यसरी नै तपाईहरु पनि आन्दोलनमा उत्रिनुहुन्छ राजालाई लिएर नाइटमा राख्नुहुन्छ अब चाहिँ हामी शान्तिपूर्ण गर्दा हामीलाई चाहिँ एकदम पेल्दै आयो भने हामी जेएनजी भन्दा त हामी के कम छैनौँ नि हामी पनि अगाडि बढ्न सक्छौँ नि राम्रो हिसाबले जनताहरू नेताहरू सबैजना मिलेर एउटा टेबल गरेर राजा चाहिन्छ भन्नेतिर चाहिँ जानुपर्छ भन्ने मेरो चाहिँ धारणा हो बाबु जेएनजीहरुमा हेर्नु त छातीमा गोली खान तयार भए टाउकोमा गोली खान तयार भए तपाईहरु राज संस्था फर्काउन त्यसरी गोली खान तयार हुनुहुन्छ सकिहाल्छ नि बाबु किन नसक्नु नि राजाको लागि एउटा सिक्की त मैले त्यो 3.5 तोला सिक्की त हाल्न सकि भने गोली लाग्छ त बाबु तिनकुनेको कार्यक्रममा चाहिँ तपाईले सिक्री लाएर आउनु भएको थियो हैन सिक्री हरायो त्यसपछि तपाईको नामै सिक्री हराएको मान्छे भनेर चिन्जान धेरैले चिन्नुहुन्छ हैन आज चाहिँ के लाएर आउनु भएको छ दाइ तपाईले मैले गोली लगाएर आज बाबु आज त्यो गोली लगाएर आउनु भएको छ घाँटीमा हजुर बाबु अब चाहिँ सधैँ मेरो चाहिँ सिक्रीमा आँखा लगाए गुन्डाहरूले भिटलान्तीहरूले अब चाहिँ छनाइन छैन अब यही गोली लाउँछु हिँड्छु भनेर हिँडेको बाबु तपाईँ त बडी बिल्डर पनि हुनुहुन्छ होइन तपाईँ एकछिनपछि टी सर्ट पनि हराउन सक्छ है दाइ हराउँदैन है आज अलिकति होस सम्हाल्नु भएको छ होस त सधैँ सम्हालेको छु र पनि हरायो अस्ति नै अनि अहिले जसरी राज संस्थाको एजेन्डाहरू एकदमै उठिरहेको छ जनताहरूले पनि अब एक तहमा राजा फर्किनुपर्छ भन्नेसम्म पुगिसकेका छन् होइन यो स्थितिमा तपाईँहरूले भनेको गरी साँच्चीकै राजा आउला देशमा नराजी भन्दा राजा 100-100मा आउँछन् बाबु देशको स्थिति डामाडोल भइसक्यो यो देशमा चाहिँ अब चाहिँ जो आए पनि त्यही नै हो जो आए पनि त्यस्तै हुन्छ राजा नआएसम्म यो देशमा चाहिँ नि अब चाहिँ नि सधैँ आन्दोलन मचिन्छ हिंसा आतङ्क भइरहन्छ बाबु राजा नआउन्जेलसम्म अब भन्नुहोस् न अब चाहिँ नि अब उसलाई चाहिँ नि के भन्छ कि बालेनको मान्छेले चाहिँ नि बालेन चाहियो भने हड्कको मान्छे चाहियो भने होइन राजावादी राजा चाहियो भने यत्रो मास छ राजालाई चाहिँ नि
नराखिकन हुँदैन भन्ने चाहन्छु बाबु। अनि अब हड्काको मान्छेले नाक सानो हुने मान्छेले चाहिँ हाम्रो हड्कली मात्रै कारबाही गर्छ, हड्कली मात्रै राम्रो गर्छ, बालेनको मान्छेले म मात्रै मेरो मान्छेले मात्रै राम्रो काम गर्छ भनेर चाहिँ कहिले राम्रो हुँदैन बाबु। यो देश बचाउनलाई चाहिँ राजा नै चाहिन्छ, राजा बिना केही पनि हुँदैन भन्ने मेरो धारणा बाबु। राजा कहिलेसम्म आउनुहुन्छ अब? राजा आउनुहुन्छ भाइ, बिस्तारै हुन्छ, बिस्तारै हुन्छ बाबु, चिन्ता गर्नु पर्दैन। हजुर राजा त आउन कुनै हालतमा आउँछन्। अब आज भन्यो भोलि भन्यो मान्छेहरूले चाहिँ सबैजना मान्छेहरूले चाहिँ नि राजा बिना चाहिँ यो देश रहँदैन के बाबु। हुन्छ बिस्तारै भइहाल्छ नि भाइ, अब किन हतार गर्नु? बिस्तारै भनेकै 10औं वर्ष भइसकेन। हुन्छ बाबु हुन्छ, यस्तै गरेर हुने त हो नि बाबु। पहिला चिया खाने पसलमा पनि राजा कुरा गर्दैनन्, अहिले चिया खाने पसलमा पनि राजा त चाहिन्छ है भन्छन्। यो देशको नेतृत्व लामो समय राजाले पनि गर्नुभयो, त्यो पछाडि आएर अहिलेका जो विस्थापित हुनुभयो दलका नेताहरू शेरबहादुर देउवा पत्र अन्यहरूले गर्नुभयो। अहिले जेएनजीहरूको हातमा भर्खर आएको छ यो देश। के थाहा जेएनजीहरूले देश बनाउँछन् कि दाइ? तपाईँमा त्यो धैर्यता किन छैन जेएनजीहरूले देश बनाउँछन् भन्ने? होइन बाबु, जेएनजीले मात्रै यो देश बनाउन सक्दैन बाबु, जेएनजीले बनाउन सक्दैन। जेएनजीले चाहिँ बनाउँछ, अब राजा चाहिँदैन भन्छन् मान्छेले। राजा त चाहिन्छ नि, यत्रो मास छ राजाको पक्षमा चाहिँ हामी पनि राजा पक्षको मान्छे हो। राजा बिना यो देश हुँदैन, जेएनजीले मात्रै गर्न सक्दैन त चाहिँ भन्न चाहन्छु बाबु। दाइ प्रधान सेनापतिले अहिलेको तत्कालीन सरकार बनाउँदाखेरि अरू सबैसँग वार्ता गर्यो, तपाईँ राजाभाइसँग वार्ता गरेन, तपाईँ भन्नुहुन्छ ठुलो मास छ भनेर कसरी पत्याउने जनताले? होइन अब त्यो अब कसै पत्याउनु नपत्याउनु हामी चाहिँ आत्मादेखि नै भनेका छौँ राजा चाहिँ यो देशमा चाहिन्छ। अब सेना प्रमुखले के सोचेर भन्नुभयो के गर्नुभयो मलाई नै थाहा होला। राजा चाहिँ नि चाहिन्छ नि बाबु मेरो धारणा। अब अन्तिममा हजुर जो चाहिँ अब राज संस्था फर्किनुहुन्छ भन्ने जनता र जो चाहिँ राज संस्थाको विरुद्धमा भएको जनता तपाईँ के भन्न चाहनुहुन्छ? राजाको जसले विरोध गर्छ नि बाबु त्यो खडखडमा पर्छ नै, खाल्टोमा पर्छ। यिनीहरू सबै चाहिँ नि अब चाहिँ नि यी दलालै हुन्, भाइले पनि आएर भन्नुभयो यिनीहरू दलालै हुन् बाबु। अब त्यही भएर हामी राजा चाहिँ चाहिन्छ नै बाबु भन्न चाहन्छु। ल भाइ यहाँ हाम्रो सम्पूर्ण देख्नु भएको छ जेएनजी भाइ बहिनीहरू पनि यहाँ उपस्थित हुइसक्नु भएको छ। हजुर बिस्तारै हाम्रो कार्यक्रमको लागि अब परिस्थिति आयो भने हामी जाने पनि तयारी छौँ। कार्यक्रम आउने जारी भइरहेको छ।